होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डोल प्रसाद अर्यालले बालेनलाई सिधा सिधा प्रधानमन्त्रीको क्यान्डिडेट हो भनेर भन्न किन सकिरहेको छैन? जिब्रो चपाएर कुरा गर्दैछन् अहिले त। होइन, हामीले बुझेको अर्कै हो र? बालेन सरकारलाई के अरे बालेनलाई प्रधानमन्त्री बनाउने कुरा के यो के खालको हो? यो बाहिर मिडियाबाजी मात्रै हो कि जनतालाई भ्रम पारेर भोट बटुल्नलाई गरेको हो कि? यो त दुई जिब्रे कुरा जस्तो गर्यो त अहिले आएर। यो मान्छेले धेरै मिडियामा बोल्न दियो भने साँच्चै राष्ट्रिय स्वतन्त्र पार्टीको अस्तित्व चुनाव जित्न नपाउँदै धराशायी हुने अवस्थामा पो देख्छु त म त। यो अलिकति गम्भीर छ है कुरो। सात बुधेले गर्नुपर्छ है